अझै भएन यार दिदीबाट ओए खतरा पानी पऱ्यो त ट्याप ट्याप कता हिँड्ने पानी परिरहेछ टिका सकेन तर जति जति ठुलो माइती जानला नि भा मा घर कि कारे माइती जानला नि भा माइजू माइती होइन कारे 3 खोप्रे ऊ त्यो डाँडा पछाडि अनि बाहिर डाँडा तल छाता बोक्नु न मेरो त खुट्टा मड्क्यो यार जुत्ता खोज्नु भयो यार म त फर्किन्छ यार आया खुट्टा मड्क्यो सिन दामी रहेछ कि ओए प्रवेश कस्तो स्ट्रिक देखाए म ल दिदी निक्लिँदै हुन्छ टोयलेटबाट यस्तो हिलोमा त्यस्तो लुगा लाएर ज्याकेट त्यो पिस्टो कोट हो केटीहरूलाई लुगा जति राम्रो भयो नि चप्पल चाहिँ पिङ्की चाहिन्छ कि पुगिसक्यो प्रवेश त रमाइज बिस्तारी छाता चाहिँदैन वीर गोर्खाली ब्याजीलाई वीर गोर्खाली जेन्जी नेपाललाई के घाम के पानी छाता बोक्ने काम मलाई त देवा जस्तै देखाएको छ त जङ्गलै जङ्गल जानुपर्छ अब टायर के भएर धुलो उडाउँदै पाइलटको बाटोमा धुलो उडाउँदै कतिजना हुनुहुन्छ नि 2-4 पुगिन्छ कहिले भरे उब्रियो भने झन् ठुलो पर्न थालिसक्यो ऊ माथिबाट घाम लागेन यस्तो छ कि तल सबै चिम्टा माटो छ हैन झन् यस्तो पानीबाट चिप्लिन्छ नि अनि कि ठुलो पानी परेर ल दिदी किन दिन्छ होला अनि यो हल्का फिजिक उई कस्तो रिसाएको कि के भयो यो टायर ए मेरो सेल्फी अगाडि हेर्नु न अगाडि यता चाहिँ हेर्नु न अगाडि अझै म पठाइछु देखिरहेको छ त खतरा रहेछ त घडी चाहिँ ल्याउनु पर्छ कि दिन लाउँ न के को रोलेक्स हो
माई गॉड ओ माई गॉड ओरिजिनल रोलेक्स टम जोगमनी किस्तो कहाँ हो त काठमाडौँ त्यही तपाईँ त भक्तपुर खानुहुन्छ ओरिजिनल कान्छी सानो बनाएर त उ गरेर छाडेको सबै देखियो। छैन नि हात खाली छाता निस्किसकेको छ है बनाउनु जान छाता निस्किसकेको छ यता बोक के को क्यामेरा बोकेर यता उता गरिरा हो सबभन्दा ठुलोवाला छाता कुन हो आमाले त अब आमा तानो सक्छ तानो भन्नु। यहाँ अब जियो त्यो भन्नु न अब कस भन्नु न सोध्नुपर्छ अँ हिँड्न त म त सक्दिनँ। काम लाग्ने छाता रहेछ त्यही भएर त तानो त डाक्छ डेनिम ब्ल्याक किसको भातमा हार्नुहुन्छ अझै भएन यार दिदीबाट प्यान्ट फोल्ड गर्नु न प्यान्ट यस्तै हो हिलो भयो नि ऊ भयो नि डुबे पनि तरिका यसरी स्ट्यान्डर्ड त स्ट्यान्डर्ड चाहिँ मेन्टेन गर्नुपर्ने हो लुक चाहिँ गर्नु भएन स्ट्यान्डर्ड भन्दा नि म्या घर लाउनु बिर्सेर मैले आउँछु लाउनु बिर्सेँ। सुई पड्क्यो एकदम स्पिड पुग्थ्यो कस्तो दामी कराएको छ राले। ठुलो मामासँग अगाडि बस्नु जानु मन नानीहरू होला राति हो नाचिहाल त्यो चारजना त अड्ने छ नि त चारजना त अड्टिन्छ यो झोला हाल्नु न श्रीमान हजुर उ त्यो त गएँ आमामा यस्तो हौ यस्तोबाट चरिररिररिरै धरान धरान है धरान 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 म डेडी त्यहाँ छाता बोक्यो यी छोडे भएर पुगेर नि एउटा हाँसेला थाहा ल ढोका बन्द भएर भाइ बसेर मात्रै माइजूको मत्रबाट भिडियो दुइनेर आयो क्या आमाले हिँडिन नि आमा त आउनै सकिन बाटो चिप्लो भयो आमा भारी वर्षाको कारणले झ्याल बन्द छ भाइले यहाँ माथि उसकोबाट नि ओइबा दाजुबाट सक्दैन अरे सीमाले छ हामीसँगै यस्तो दुविधा भइसक्यो अर्को त मानेन सीमाले सकेन अब आइनमै आऊ हामी भने आउँछौँ अब अलि उब्रेपछि भोलि बजेट के त्यही त अचम्म छ ल ल ल राख। अरे उठ्यो भने त्यहाँ हामी उडान निस्किन्छ भाइ आउँछ त्यहाँ धरी आएको दादाहरूलाई छाता नले छाता यहाँ बोकिहाल्नु दादा रवि त निक्लिसक्यो त्यो दुईटा छाता त थियो नि अन्त दुईटा एउटा छाता बोकेर मेरो ए अँ प्रवेश एउटा छ ठुलो छाता बोक्नु भएको छ अन्त के जानुहुन्थ्यो तपाईँ ए झन् हाले पनि भने छाता मलाई पनि हाल्नु भयो मान्छे आउँदैन अनि एउटा मागेको अल्छी लाग्यो उठ्न अनि पानी आएर नसकिने यस्तो भयो फेरि अनि उयो निकालेर राख्यो घरमै टिका लाउने अबले अलि रह्यो जस्तो भयो गइसक्यो होइन के छाता ए अँ भाइसँग छ एउटा दुईटा यहाँ छ के कालो आउनु रहेछ यार उद्या आउँदा कहाँमा फेरि जागो लाउनु पर्छ अझ दुईटा हात यी हुन् आजको गन्तव्य पुरा गरेर फर्किएका मानिस कालो चस्मा लाएर हिँडेका मानिस विदेशी चस्मा हो त्यो पनि विदेशमा किने भनेर ढाँटेर जोगमानीमा किनेर ल्याएको बुझ्लो चस्मा भने विदेश त नि होइन त्यो आयो यहाँ राम्रो आउँदो रहेछ
यी हुन् गन्तव्यविहीन मानिस कहाँ गएका थाहा छैन यिनलाई खै जहाँ गयो नि टिका लगाएर पैसा आइरहेको छु म नि ए भाइ मेरो इब सिधा उठाइदिउँ कि बाङ्गो छड्के त्यस्तो हो त्यस्तो यो साइडमा नै त्यो साइडमा ए भइरहेको रहेछ त भने भयो देखिन्छ त के देखिँदैन मैले आइफोन देखिरहेको छु ओ यो खतरा छ त बरु फोटो भन्दा त भिडियो हाल्दा राम्रो हुने रहेछ है त्यस्तो त्यो गीत बजेर नत्र सन्नाटाको खिच्नु हुन्थ्यो नि सन्नाटा त आएछ ए मसँग थियो नि चस्मा पछाडिको खतरा खालि अगाडि छैन ड्रोन सट यहाँ त रुखले कस्तो यस्तो डेन्जर पानी परिरहेको छ नि यहाँ रुखले यस्तो डेन्जर छेक्दो रहेछ यार म भिजेकै छैन सिन चाहिँ खतरा छ यहाँको यहाँसम्म भिजे छैन हो यहाँबाट चाहिँ बल्ल भिज्न लाग्यो रहेछ छिटो हिँड्नु छिटो छिटो मामाले छाता चढ्नुहुन्छ ल दिदीले मलाई छोडिदिइरह्यो खिचिरहेको छु अलिकति खिचिरहेको बाङ्लो दिदी बाङ्लो रन रन भयो सबले त लाएर आएको छु मैले त ओए खतरा पानी पऱ्यो त खतरा पानी पऱ्यो यार golf field now. Tap tap. दाँत र चस्मा एउटै रहेछ बर्थडेमा हाल्दिनु हुन्छ ह्यापी बर्थडे ताजा फोटो हाल्ने बर्थडेमा माइजूलाई पर्सनली भेट्नु पर्यो सानोतिनो मान्छेलाई भेटेर काम लागेन यतातिर धनबहादुर घरमा पुरानो लुगा भेट्न गएको